र अर्को केस पनि 41 महिना भयो स्पाउसको फाइल गरेको, नो आरएफई, नो अपडेट, नो अप्रुभल भन्नुभएको छ। हामीले यसको अघि पनि चर्चा हामीले यस्तै एक सिमिलर केसको अघि दुईवटा चर्चा सेन्टरको गऱ्यौँ। कुरा गरिरहेको छौँ। हामीले क्यालिफोर्निया लगायत एनबिसीमा चाहिँ अहिले केसहरू चाहिँ लामो समयसम्म चलेको र तपाईँलाई टुलको बारेमा पनि हामीले बताइरहेछौँ। USCIS.gov मा गयो भने तपाईँले इन्क्वायरी गर्न सक्ने एउटा टुल छ। यदि तपाईँ आउट अफ प्रोसेसिङ टाइममा भने त्यसलाई युज गर्नु होला। अब त्यो युज गर्न सकेन भने पनि तपाईँले चाहिँ कन्ट्याक्ट गर्न मिल्छ USCIS को टोल फ्री नम्बरमा। हजुर, केसको बारेमा इन्क्वायरी चाहिँ गर्न मिल्छ। ग्रिन कार्डको बायोमेट्रिक भएको कति समयमा ग्रिन कार्ड आउँछ एसालमको भनेर सोध्नु भएको छ। त्यस्तो नियम छैन। त्यस्तो ग्रिन कार्डको बायोमेट्रिक आज भएर भोलि बायोमेट्रिकको इन्डिकेसन यो होइन। तपाईँले एउटा यहाँनिर अब बुझाइहाल्नु, धेरैलाई कन्फ्युजिङ छ। हजुर, अब मेरो 1 महिनामा बायोमेट्रिक आयो, अब ग्रिन कार्ड आउँछ भन्ने होइन। तपाईँको त्यो त बायोमेट्रिकको अर्थ नै के हो भने तपाईँको ब्याकग्राउन्ड चेक गर्ने हो। यो क्रिमिनल कुनै कन्भिक्सनमा परेको छ कि छैन, FBI को रेकर्डमा क्लिन छ कि छैन, यसको चाहिँ जियोग्राफिकल कन्डिसनहरू चाहिँ के छ, यो सबै कुराहरूको चाहिँ तपाईँको इन्फर्मेसनहरू चेक गर्ने सिस्टम हो बायोग्राफी भनेर। तपाईँको बायोमेट्रिक हुने बित्तिकै ग्रिन कार्ड फटाफट जाने भन्ने कुराहरू होइन। यो केस बाई केस बेसिस, सेन्टर बाई सेन्टर बेसिस र उनीहरू अफिसर बाई अफिसर बेसिस पनि हुन्छ। किनभने अफिसरसँग कुनैसँग बढी केसहरू होला, कसैसँग कम केसहरू हुनसक्छ। तर बायोमेट्रिकको अर्थ यो हो नि कि तपाईँको केस चाहिँ एकदमै चाँडो ग्रिन कार्ड आउने भन्ने कुराहरू चाहिँ हामी कार्यक्रमको अन्त्यतिर आइरहेका छौँ। हामी 2-4 मिनट कुराकानी गर्नेछौँ। हामीसँग लगभग 4-5 मिनट चाहिँ छ। ग्रिन कार्ड र सिटिजनमा कतिको फरक पर्छ केसमा भनेर भन्नुभएको छ। I-130 को सन्दर्भ होला सायद। मैले ग्रिन कार्ड र सिटिजनसिपको कुरा गर्नुभयो। ग्रिन कार्ड होल्डरले I-130 फाइल गर्दा र सिटिजनले I-130 फाइल गर्दाखेरि चाहिँ केसमा कतिको फरक पर्छ भनेर। यसमा फरक त पर्छ, किनभने ग्रिन कार्ड हुँदाखेरि चाहिँ रिक्वायरमेन्टकै कुरा गरौँ हामी। भिसा ग्यापहरू हुने भयो। भिसा ग्यापहरू चाहिँ तपाईँको क्यापको कुराहरू गरौँ हामीले। भिसाको कोटाहरू हुन्छ ग्रिन कार्ड होल्डरले फाइल F3 को कुरा गर्दाखेरि पनि। तर त्यही कुराहरू चाहिँ USC ले फाइल गर्दाखेरि, अमेरिकाको सिटिजनले फाइल गर्दाखेरि कुनै कोटाहरू पनि हुँदैन। त्यो कोटा कसको लागि हुँदैन भने 21 भन्दा तलको चाहिँ बच्चाहरूको लागि र स्पाउसको लागि अथवा प्यारेन्ट्सको लागि चाहिँ कोटाको सिस्टमहरू चाहिँ लागु हुँदैन। तर त्यही कुराहरू चाहिँ ग्रिन कार्ड होल्डरले पाउँदैन, उसको प्यारेन्टलाई पनि फाइल गर्न पाउँदैन। उसको केवल चाहिँ आफ्नो श्रीमान श्रीमतीको लागि र बच्चा 21 भन्दा तलकोलाई फाइल गर्न पाउने भयो। अथवा तपाईँले अनम्यारिड बच्चाहरूको लागि यदि फाइल गर्नु भएको छ भने एकदमै लामो समय लाग्छ। म्यारिड पनि गर्यो, भोलि म्यारिड पनि भयो, तपाईँ अनम्यारिड बच्चाको लागि फाइल गर्यो, 21 वर्ष पनि नाग्यो, फेरि म्यारेज भयो भने पनि त्यतिखेर पनि त्यो अटोमेटिकली टर्मिनेसन हुन्छ ग्रिन कार्डवालाहरूको। यो धेरै व्यापक फरकहरू छ। तर कोटा पुग्यो र भोलि एलिजिबल भयो भने त्यतिखेर चाहिँ ग्रिन कार्ड पाउनको लागि चाहिँ त्यो योग्य भएको व्यक्तिलाई चाहिँ त्यसले गाह्रो चाहिँ गर्छ।